हेलो गुड इभिनिङ एभ्रिवान। आज चाहिँ म हेर्नुहोस् गाइस पास्ता बनाउँदैछु है। सो पास्ता चाहिँ मैले कुकरमा हल्का एकपल्ट सिटी लाउँछु है। त्यसको लागि चाहिँ अलिभ ओइल लाएर यसलाई चाहिँ पास्तालाई चाहिँ एकपल्ट सिटी लाउनुपर्छ है गाइस। सो यो चाहिँ सिटी लाउनुभन्दा अगाडि हल्का सल्ट लाउनुपर्छ गाइस। सो सल्ट लगाइसकेपछि यसलाई ढक्कन लगाएर एकपल्ट सिटी लगाइनुपर्छ हो। अनि गाइस अब इन्ग्रिडियन्ट्सहरू रेडी गर्दैछु है। सो गाइस मैले प्यान पनि एक जग्गा एउटा स्टोभमा बसाइसकेको छु है। सो अब यसलाई चाहिँ हिट हुन दिनुपर्छ गाइस। सो गाइस मेरो प्यान हिट भइसकेको छ। अब यहाँ चाहिँ म आटालाई हल्का भुट्दैछु। सो यसलाई चाहिँ चलाउँदै ब्राउन कलरको बनाउनु पर्छ गाइस। यो ब्राउन हुन्छसम्म चलाइरहनु पर्छ। मजाले यसरी भुटेर चाहिँ यसलाई ब्राउन हुन्छसम्म लो फ्लेममा चलाउँदै ब्राउन बनाउनु पर्छ। जबसम्म आटा ब्राउन हुँदैन तबसम्म गाइस चलाइरहनु पर्छ यसरी। हेर्न सक्नुहुन्छ मेरो आटा ब्राउन कलरको भयो है। यो आटालाई चाहिँ अब फेरि त्यही बोलमा राख्नुपर्छ निकालेर। सो यो प्यानलाई म खाली गर्दैछु। सो गाइस यही प्यानमा चाहिँ अब घिउ लिएर चाहिँ यति थोरै मात्रामा घिउ लिएर है। सो यसमा घिउको बादमा चप गरेको गार्लिक हुनुपर्छ गाइस, जो कि मैले अघि रेडी गरेर राखेको छु। सो यसलाई पनि फ्राई गर्नुपर्छ। यसलाई चाहिँ मजाले फ्राई गरेर ब्राउन कलरको यसलाई पनि ब्राउन कलरको बनाउनुपर्छ। सो गाइस हेर्न सक्नुहुन्छ गार्लिक पनि ब्राउन कलरको भइसकेको छ है। अब यसमा चाहिँ आटा एड गर्नुपर्छ गाइस। सो गाइस आटाको बादमा चाहिँ 1 कप मिल्क है, जो दुध हुन्छ त्यो एड गरेको छु है। सो लो फ्लेममा चाहिँ एकदमै मिल्की थिक बनाउनुको लागि चाहिँ दुध हाल्दै सानो दुध हाल्दै लो फ्लेममा चलाउनु पर्छ है गाइस। मलाई चाहिँ एकदमै थिक खालको मनपर्छ। सो यसमा लम्स पनि आउनु भएन है। यसबाट लम्स पुरा देख्छ, त्यसलाई चाहिँ सबै उयो गर्नुपर्छ, मिक्स गर्नुपर्छ। सो ठिक टाइपको हुन्छ। अब यसलाई चाहिँ हामीले 3-4 मिनट्सको लागि चाहिँ पाक्न दिनुपर्छ। सो गाइस चलाउँदै दुध चाहिँ एड गर्दै जानुपर्छ है, क्रिमी तबसम्म। सो गाइस अब चाहिँ मेरो क्रिम रेडी हुनु आँटेको छ है। सो यसमा कम्ती पानी पनि एड गर्छु। हाफ कप पानी पनि एड गर्नु सक्नुहुन्छ तपाईँले है, तपाईँलाई कस्तो टाइपको मनपर्छ। मलाई त एकदमै क्रिमी थिक टाइपको चाहिँ मनपर्छ पास्ता। सो यसरी बनाउनुपर्छ गाइस। सो गाइस जुन चाहिँ मैले अघि पास्ता बोइल गरेर स्ट्रेन्च गरेको थिएँ त्यसलाई चाहिँ हल्का अलिभ ओइल लगाएर मिक्स गर्नुपर्ने हुन्छ। तपाईँलाई जतिको थिकनेस मनपर्छ त्यति नै तपाईँले आटा एड गर्न सक्नुहुन्छ यसमा है।
सो गाइस मेरो क्रिम पनि रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। सो गाइस तपाईले आफ्नो टेस्ट अनुसार है सल्ट पनि एड गर्न सक्नुहुन्छ। मैले सल्ट पनि एड गरेँ। सो गाइस यु क्यान सी मेरो क्रिम पनि रेडी भइसकेको छ है। अब चाहिँ यसमा पास्ता हाल्नुपर्ने हुन्छ। सो पास्ता हालेर एकदमै मजाले चलाउनु पर्छ गाइस। गाइस मैले त एकदमै थिक टाइपको बनाइरहेको छु है। सो यसमा कम्ती पानी एड गर्नुहोस्। हल्का स्टभको फ्लेम बढाएर चाहिँ हल्का यसलाई हिट दिनुहोस्। देन गाइस यो ब्ल्याक पेपर क्याचको त्यो एड गर्दैछु। सो यसको फ्लेभर टेस्ट एकदमै राम्रो आउँछ यसले। सो यसलाई तपाईँको टेस्ट अनुसारै एड गर्न सक्नुहुन्छ। सो गाइस यसको बाद चाहिँ म लाउँदैछु चिज है। यसले त एकदमै मिठो अनि स्टेकी फ्लेभर आउँछ है। जो कि हामी खाँदाखेरि पास्ता बनाउँछ यसमा 2 क्युब त्यसको लागि चाहिँ म एड गर्दैछु चिजको। द्याट्स वाइ मैले 2 क्युब मात्रै एड गरिरहेको छु चिजको है। सो लास्ट वान चाहिँ गाइस यो छ जो चिली फ्लेक्स है। माथिबाट म टपिङ गर्दैछु। अनि गाइस सो अब यसलाई चाहिँ एकपल्ट छोपेर है 3-4 मिनट चाहिँ पाक्न दिनुपर्छ। सो अघि जुन चाहिँ मैले एड गरेको थिएँ चिज त्यो पनि चाहिँ मेल्ट हुन्छ मजाले स्टेकी टाइपको। सो हेर्न सक्नुहुन्छ। मेरो पास्ता पनि रेडी भइसकेको छ है। अब चाहिँ गर्नेवाला छु। सो तपाईँलाई म टेस्ट गरेर बताउनु छु। ओके गाइस। सो गाइस मेरो लागि पास्ता चाहिँ प्लेटिङ गरिसकेको छु है। अब म तपाईँलाई टेस्ट गरेर भन्नेछु अनि मेरो ससुरालाई पनि दिनेछु। भन्नु त खाएर एकपल्ट कस्तो भएछ टेस्ट गर्नु त। के टेस्ट गर्नु त एकपल्ट। मिठो हो। मिठो मिठो भएछ। अब म तपाईँलाई टेस्ट गरेर भन्छु ल। one bite मेरो भ्युअर्सलाई है। सो गाइस लेट्स टेस्ट। एकदमै सिम्पल एकदमै सजिलो अनि एकदमै टेस्टी पनि हुन्छ गाइस। हेल्दी विथ गाइस लसुनले झन् मिठो टेस्ट फ्लेभर।
ओके गाइस, थ्याङ्क यू फर वाचिङ। फेरि पनि तपाईँहरूको अगाडि है नयाँ नयाँ भिडियो लिएर आउनेछु। थ्याङ्क यू फर वाचिङ। तपाईँहरूले पनि एकपल्ट बनाएर खानुहोस् है, ट्राई गर्नुहोस् कस्तो हुँदो रहेछ। मेरो रेसिपी चाहिँ तपाईँहरूलाई सेयर गरिरहेको छु है। बाई बाई।